नमस्कार, म सीए सबिन पौड्याल। आज चाहिँ नेपालको अर्थतन्त्रको अहिलेको एकदम हट टपिक एमआरपीको बारेमा केही विश्लेषण गर्न गइरहेको छु। यसलाई चाहिँ सुरुमा हामी यसको हिस्ट्रीबाट हेऱ्यौँ, के कस्तो व्यवस्थाहरू थियो र के कस्ता नयाँ व्यवस्थाहरूले चाहिँ आजको यो विद्यमान स्थितिमा आएको छ भनेर चाहिँ विश्लेषण गरौँला। यसलाई चाहिँ सुरुमा हामी कालोबजार तथा केही अन्य सामाजिक अपराध र सजाय ऐन 2032मा भएको एउटा व्यवस्थाबाट जाउँ। त्यसको दफा 3मा नाफाखोरी भनेर एउटा क्लज थियो। त्यसमा चाहिँ कुनै पनि सामानमा 20% भन्दा ज्यादा मुनाफा लिन नमिल्ने भनेर एउटा व्यवस्था गरिएको थियो। त्यसलाई चाहिँ आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाली ऐनलाई संशोधन गर्न बनेको ऐन 2081ले यसलाई खारेज गरिदियो भने चाहिँ अब मान्छे व्यापारीहरूले चाहिँ 20% भनेर लिमिट चाहिँ राख्न परेन, त्योभन्दा माथि पनि मार्जिन राख्न पाइयो भनेर एउटा व्यवस्था गरिएको थियो। अर्को एउटा व्यवस्था चाहिँ लेबल लगाउने भन्ने व्यवस्था चाहिँ केमा छ भने उपभोक्ता संरक्षण ऐन 2075को धारा 6मा छ। यसमा के लेखेको छ भने उत्पादकले आफूले उत्पादन गरेको वस्तुमा अनिवार्य रूपमा लेबल लगाउनु पर्नेछ। त्यो लेबलमा एमआरपी राख्नु पर्यो, सामानको डिटेल राख्नु पर्यो, एक्सपायरी छ भने एक्सपायरी, क्वालिटी चेक गरेको छ भने क्वालिटी, ब्याच नम्बर, उत्पादन मिति सबै राख्नुपर्छ भन्ने व्यवस्था गरेको थियो। र यदि त्यो सामान चाहिँ आयातित हो भने आयातकर्ताले चाहिँ आयातकर्ताको त्यो जिम्मा हुन्छ भनेर व्यवस्था गरिएको थियो। यो भनेको नयाँ नियम चाहिँ होइन, पहिलेदेखिको नियम थियो। यसलाई कडाइका साथ चाहिँ कार्यान्वयन गर्न चाहिँ सरकार असमर्थ भएको थियो है। अब नयाँ सरकार आएपछि 12 महिना 26 गते एउटा नोटिस आएको छ। त्यसमा चाहिँ लेबल चाहिँ कम्पलसरी गर्नुपर्छ भनेर एउटा सूचना जारी भएको छ। सूचनामा त्यही उपभोक्ता संरक्षण ऐनमा जे लेखेको थियो त्यो चाहिँ अबदेखि स्ट्रिक्टली फलो गर्नुपर्छ है भनेर राखेको छ। त्यस पछाडि आयो 12 महिना 30 गते अर्को एउटा नोटिस आयो। त्यसमा चाहिँ पैठारी गर्ने व्यवसायीहरूले चाहिँ भन्सार बिन्दुमै पास गर्ने बिन्दुमै चाहिँ सामानहरुमा लेबल लाउनु पर्यो, एमआरपीको लेबल लाउनुपर्छ भनेर चाहिँ नोटिस आएको छ। यसको मतलब चाहिँ कुनै पनि सामान भन्सार हामी क्लियरिङ गर्दैछौँ भने क्लियर गर्नुभन्दा अगाडि त्यसमा अनिवार्य रूपमा एमआरपीको लेबल लागेको हुनुपर्छ भनेर आयो। र व्यवसायीहरूलाई यसको तयारीको लागि 15 दिनको समय दिएको थियो। वैशाख 15 गतेदेखि चाहिँ हामी पास गर्दैनौँ सामान भनेर व्यवस्था भएको थियो। अब फास्ट फरवर्ड वैशाख 15 गते आयो। वैशाख 15 गते चाहिँ गाडीको कन्टेनरहरू सबै नै होल्ड भयो। त्यहाँनिर कुनै पनि सामानहरू क्लियर भएन। जसमा एमआरपी लेबलिङ भएको छैन त्यो क्लियर गरिदिनु भएन, सरकारले क्लियर गरिदिएन। अर्को व्यवस्था आयो वैशाख 16 गते। त्यसमा चाहिँ के भनिएको छ भने कुनै पनि औद्योगिक वस्तुहरू छ र पेरिसेबल गुड्स छिटो बिग्रिने सामानहरू छ भने अहिलेलाई चाहिँ त्यो सामान चाहिँ जाँच पास गरेर पठाउनु। त्यसलाई चाहिँ हामी आर्थिक ऐन 2083 भएबाट चाहिँ अलि नियमन गर्छौँ भनेर अब उद्योगहरूमा असर गर्छ, म्यानुफ्याक्चरिङ इन्डस्ट्रीमा असर गर्छ भनेर ल्याउनु भएको छ होला। तर बाँकी सामान चाहिँ क्लियर गर्न दिएन, त्यतिकै राखिएको थियो। अब यसले चाहिँ बजारमा धेरै टीका टिप्पणीहरू भइरहेको छ। व्यवसायीहरूको तर्क चाहिँ के छ भने नेपाल सानो इकोनोमी छ अनि यहाँ पठाउने सप्लायरहरूले हालिदिनुहुन्न भन्ने कुरो, यो चाहिँ अव्यावहारिक छ भन्ने गरिनु भएको छ। अब यसको सरकारको प्रमुख लक्ष्य भनेको चाहिँ बजारमा विद्यमान अन्डर इन्भोइसिङहरू जुन छ त्यसलाई चाहिँ ट्याकल गर्ने, उनीमा पैसाहरू गइरहेको हुन्छ। त्यसको लागि चाहिँ एउटा यो सरकारको नीति हो। पक्कै पनि कडा रूपमा कार्यान्वयन भयो भने त्यो हुन चाहिँ सक्छ। तर बिना तयारी जुन सरकारले गरेको छ यो कुरा, यसले मार्केटमा धेरै असर चाहिँ गर्नेछ। उदाहरणका लागि कुनै दुईटा डिफ्रेन्ट इम्पोर्टरहरू छ, उसले चाहिँ इन्डियाबाट एउटै मान्छेसँग सामान किन्दैछ भने त उसको कस्टिङ त एउटै नहोला, उसले गर्ने खर्च, स्टाफ भयो, व्यापारको मोडल भयो एउटै नहुन सक्छ। त्यसले गर्दा एउटै सामानमा चाहिँ दुईटा एमआरपी हुन सक्छ, त्यो त अव्यावहारिकै हुने भयो नि त। अब यस्तो चिजहरूलाई चाहिँ सरकारले तयारी गरेको छैन जस्तो अनुभूति भइरहेछ। अब यसको फर्दर डेभलपमेन्टहरू अरू के हुन्छ त्यो अर्को भिडियोमा छलफल गर्नेछौँ।
धन्यवाद।